लौ न टिकटक फेसबुकका अतिथिहरू आदरणीय ज्यूहरू आय स्रोतको साधन बनाइदिनु, मेरो यो टिकटक फेसबुकलाई पनि मोनिटाइज गराइदिनु भन्दै विनम्र अनुरोध गर्दछु। आज चाहिँ मैले साथीहरू च्याउरा आलुको तरकारी बनाउँदैछु। लाइन गरेर हेर्नु न कति गाह्रो भयो पकाउन। सो हेलो एभ्रिवान, मैले चाहिँ खाना चेक गरेँ साथीहरू। भातलाई मैले राखिदिएँ भाँडामाथि। ठाउँ साँघुरो छ हेर्नु, यतिको ह्यान्डल त गर्नै पर्ने हुन्छ जिन्दगानीमा। मैले चाहिँ ढिला नगरिकन साथीहरू ग्यास बालेर कराई बसालेँ। कराईमा प्याज पुऱ्याउँदैछु। बाबु हेर्नु न, अनि भित्तामा हेर्नु न कति क्युट छ। अनि मेरो बाबु चाहिँ यत्तिको हो साथीहरू। मैले पकाउन्जेल मैले चाहिँ ढिला नगरी मैले आलु राखिदिएँ प्याजमा, तातो तेलमा आलुलाई परपुरो पारेर भुटिदिएँ साथीहरू। हेर्नु न, च्याउ चाहिँ लामो तरिकाले केलाएको छु, त्यही भएर आलुलाई पनि लामै तरिकाले काटेको छु। यसरी चाहिँ दुईको मैले जोडी मिलाइदिएँ साथीहरू। लामो लम्बा तरकारी पकाउँदैछु साथीहरू। अनि मैले आलुमा नुन बेसार हाल्दैछु। यो त हजुरहरूलाई थाहै भएको कुरा हो, नुन बिना त तरकारी अधुरो हुन्छ। जस्तै पैसा बिना जिन्दगी अधुरो छ साथीहरू। के गर्नु। लौ न टिकटक फेसबुकका अतिथिहरू आदरणीय ज्यूहरू आय स्रोतको साधन बनाइदिनु, मेरो यो टिकटक फेसबुकलाई पनि मोनिटाइज गराइदिनु भन्दै विनम्र अनुरोध गर्दछु। भने चाहिँ मैले चाहिँ साथीहरू एकदमै सादा तरकारी बनाउँछु। आजकल सानो बच्चा छ, उसले पनि खाने गर्छ। मेरो बाबु चाहिँ हेर्नु न यत्तिकै हो। आजलाई यति भन्दै एन्ड गर्छु मेरो भिडियो साथीहरू। बाइ ल।